नमस्कार। यदि तपाईहरु मलाई पहिलो पटक हेरिरहनु भएको छ भने मेरो YouTube च्यानल सब्स्क्राइब गर्नको लागि अनुरोध गर्दछु ताकि तपाईहरुलाई जानकारीमूलक भिडियो मैले मेरो YouTube च्यानल मार्फत प्रस्तुत गर्ने गर्दछु। त लागौं आजको विषय प्रस्तुततर्फ। त एकदमै खुशीको कुरा छ। तपाईहरुको जन्म दर्ता भएको विवरण, जन्म दर्ता हुन सक्छ, नाम हुन सक्छ, सच्याउन नसकेर अल्लममा पर्नु भएको छ, कानुनी जुन झन्झट छ, नसचिरहेको अवस्था छ, विवाह दर्तामा त्यस्तै, सयसरामा त्यस्तै, मृत्यु दर्तामा त्यस्तै, पारपाचुकेमा त्यस्तै समस्याहरू छन् भने अब तपाईहरुले चिन्ता लिनु पर्दैन। तपाईहरुलाई यो सरकारले एउटा निर्णय गरेको छ। राष्ट्रिय परिचय पत्र तथा व्यक्तिगत घटना दर्ता ऐन 2077 लाई संशोधन गरेर अब तपाईहरुको जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद हैन लगायतका घटना दर्ता, व्यक्तिगत घटना दर्ता ऐनमा भएका विवरणहरू तपाईले सच्याउन सक्नुहुनेछ, संशोधन गर्न सक्नुहुनेछ। त्यो सरकारले नियमावलीलाई संशोधन गर्ने निर्णय गरिसकेको छ। त यो भिडियो बढी भन्दा बढी समस्या भएका मान्छेहरुमा पुगोस्, त्यसका लागि यो भिडियोलाई शेयर गरिदिनु अनुरोध गर्दै आजको लागि बिदा हुन चाहन्छु। हस्त नमस्ते।